everyone, welcome back to my YouTube channel again. If you guys are watching me for the first time, this is Ashmita Yonjan र फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा र तपाईहरु नयाँ हुनुहुन्छ भने चाहिँ मेरो भिडियोमा स्वागत छ अनि पुरानो हुनुहुन्छ भने चाहिँ थ्यांक यू फर वाचिङ साथीहरु। अनि आज चाहिँ म अघि उठेर पनि के भएको भन्नु न साथीहरु, मलाई आज चाहिँ नि भात खानु मन परेको कि हिजो एक दिन भात नखाएको, आज मलाई त बिहान उठेको 5 बजेदेखिको भात खानु मन पर्यो। अन्त चाहिँ म केही काम साम केही नगर सिधै खाना पकाउनतिर लाग्यो हो। म तपाईहरुलाई देखाउँछु हस्। रुम पनि त्यतिकै राखिराख्छु छु हो। अन्त बोजुलाई चाहिँ तर खाजा दिइसके मैले हो। मेरो रुम बोजुलाई चाहिँ खाजा दिइसकेर राखिरहेको छु हो। म चाहिँ बिहानै आलु फेरि के खानु मन परेको, आलुको चरचरी भात अन्डा खानु मन परेको चाहिँ यहाँ बिहानै पकाएको भात चाहिँ पकाइसकिसके आलुको चरचरी बनाउँदैछु यहाँ हो। यहाँ चाहिँ नान पकाइसकिसकेँ। अनि आज चाहिँ हामी पिकनिक जाने नि त। अनि पिकनिक जानुको लागि चाहिँ आलुदम बनाइकन ल्याउनु भन्नुभएको छ मलाई हो। त आलुदम बनाउँछु म चाहिँ यसको। कस्तो भोकाएको मलाई बिहानै आज साथीहरू। एकदम साथीहरू म चाहिँ भातसात पकाएर भातसात पनि खाइदिइसकेको। आज 10 बजी बाद खाइदिएर कस्तो लाग्यो केटी जागरिलो होइन, त्यस्तो त हुनु पऱ्यो नि त। अन्त आजको हाम्रो प्लान चाहिँ के छ भन्दाखेरि चाहिँ आज चाहिँ हामी कुर्ता सुर्ता लगाएर चाहिँ पिकनिक खेल्नु जाने प्लान छ होइन हाम्रो के पो। अन्त हामीले दिदीहरू सबैजना हो, खालि सुमिना नजानु हुँदैन। अन्तखेरि के पो भन्छ हाम्रो चाहिँ त्यही प्लान छ हो, कुर्ता सुर्ता लगाएर टक्कै खानासाना बोकेर जाने। अन्तखेरि तपाईँहरूलाई कस्तो हुन्छ के हुन्छ म देखाउँछु। अन्त मैले चाहिँ आलुदम पकाउँदैछु, अरू दिदीहरूले के ल्याउनुहुन्छ हो। अनि तपाईँहरूलाई मैले रेडी भएर देखाउँछु हस्। त्यही हो, म चाहिँ पिकनिकमा जानुको लागि आलुदम बनाउँदैछु। आलु मान्छे चाहिँ 5 जना छ अरे होइन। आलु चाहिँ त्यही भयो किनभने मलाई चाहिँ हिजो दिदीले 3 जना मात्रै हुन्छ होला भन्नुभएको थियो नि त। 3 जना मात्रै हुन्छ होला हामी भनेको थियो। मैले आलु कम्ती छ 3 जना त हो भनेर हो। तर पुग्छ होला हौ। मसला बनाउनु उयो गर्नुहोस् पकाउनुहोस्, मजाले पाक्यो भने चाहिँ उयो हुन्छ कि। साथीहरू मेरो आलुदम चाहिँ पाकिसकेको छ होइन। अब चाहिँ हाल्नु पर्ने हुन्छ उसमा। पुग्छ होला हौ है। पाकेर मैले चाहिँ अब प्याक गर्न आँटेको, प्याक गर्नु भने यतिकै राखिदिइरहेको छु हो। अहिले हाल्नुपर्छ यसलाई। टक्कै म यहाँ चडेक्कै पार्छु, भाँडा थुप्रिहाल्छ फेरि हो। उयो हेर्नु न बदमास गरेको, उयो हेर्नु म यहीँ छु होइन। ओहो के गर्छ हेरौँ न। म चाहिँ साथीहरू कुर्ता सुर्ता रेडी सेडी भयो होइन। मैले अस्ति इयरिङ पनि कालेको हराएछु हो। त्यो एउटा पुरा सुर्दो कुरा भयो। मेरो कुर्तै फाट्यो हाँस उठ्यो मलाई। अब होइन म माथि कुर्ताको माथिबाट स्वेटर लाग्यो नि दाजु। हाँस उठ्यो नि हौ होइन। बोजू ठिकै उठ्नु भयो होइन। अन्तखेरि बोजूलाई उठाउँदाखेरि चाहिँ यस्तो गर्दाखेरि चाहिँ टट्टै फाट्यो नि त। अब के गर्नु होइन, फाट्यो त फाट्यो नि होइन। यतिकै चाहिन्छ अब। म चाहिँ अब यसरी कुर्तामाथि इयरिङ चाहिँ पाएँ टक्कै होइन। यसरी स्वेटर लागि नि जान्छ अब के गर्नु, फाटी त हाल्यो कि यहाँ राम्रै फाटिरहेको छ होइन। जानु त पर्यो। अर्को कुर्ताहरू मलाई लगाउनु मन परेन, फेरि मलाई यही लगाउनु मन पर्यो। फाट्यो त फाट्यो होइन साथीहरू खुसी भएको। मेरो बोजूलाई पनि लगेर जानुपर्छ नि त। अन्त यहाँ पनि लगाउन मा Nishika. Kisne. Toda. Ayo, pikir macam apa yo? Itu ketemu kan ya? Ini saman. Ini sudah terlalu. Anto gokol lah, nggak boleh lebih cudi. Mereka कैसे रबी जगह हो, मैं जाते नाम बोझले लोग जाने बन जोला एरिया में स्पेरी बोझला लोग है ना जान देसी खास अपने दिदीहरू यो पार्कमा हो पिकनिक चाहिँ। तर यसको अलिकति यतापट्टि कता फुलै फुल भएको जग्गा छ कि त्यहाँनिर तपाईँलाई अहिले भेट्छु ल। केटीहरू चाहिँ यहाँ आइपुगेर पनि राम्रो भएर कुर्ता लाएर हिँड्दैछ। मेरो चाहिँ फेरि ल्याउनै पर्छ नि त दशा हो। दुईटैपट्टिबाट गरिदिँदैछु, जुन चाहिँबाट उयो हुन्छ ल। 1 2 3 गो। त्यो हाम्रो जस्तो छ पारा आजको।
यहाँ छ दुइटा मात्रै ल्याए त भाइ भाइ मैले उयो लेख्छु त युज एन्ड थ्रो प्लेट म खाँदिनँ ल ल मेरो बोजूलाई मात्रै फ्रुट्स त ल्याइदिइरहेको छ यस्तो हुन्छ साथीहरू हामीले चाहिँ वाउ के दामी आम्बो दिदी दाम त अलिकता क्या दामी आयो मेरो भ्लगमा राम्रो केटीहरू छ आज साथीहरू वाउ हेर्नु न क्या दामी देखेको इमा यतिको खुसी भएर चाहिँ बस्नुपर्ने हुन्छ अहिलेसम्म ल हुँदैछ के ल्याउनु भएको भनिकन फ्रुट्सहरू होइन वाउ जिरो हुन्छ हुन्छ होइन यो त अहिले चक्कै एकछिन बसेर भिडियो गर्नु त्यहाँदेखि त उयो बसेर खाँदा पनि हुन्छ यी फेरि यहाँनिर को भन्छ त्यो आलिया भट्टको मुभी छ नि के पो उयो हौ त्यो क्या वाउ सालबारी हाटको अयो अझै लेख्दा पनि त्यसो भाइ भाइ है पुग्छ त्यो भुजा पनि ल्याइदिएको छु तर लेख्छु टिस्यु पनि यस्तो हुन्छ साथीहरू हाम्रो पार्टी चाहिँ यहाँ पिकनिक देख्यो होला फेरि इच्छा पुरा गरेँ देख्नु भिडियो त सबैको गर्दैछु त मैले ए रिलको लागि रिल त मेरोबाट हुँदैन भ्लग मात्रै परे साथीहरू दिदीहरू चाहिँ रिलहरू पऱ्यो अन्त सक्छ अन्त चप होइन चाउमिन विङ्स वाउ अरू के छ आलुदम यो चाहिँ के पो हो पुरी पुरी पनि रहेछ अनि खाँदै गरेकोहरू यो चाहिँ के पुरी पो हो पालक बनाएको तर हरियो अलिक कम्ती भएछ सरी ठिकै छ ठिकै छ पालक पुरी हेर्ने ल्याउनु ल्याइदिनु न लक गरिराख्छु वाउ क्या दामी आयो है ए कहाँबाट पनि फोकस गर्नु के गर्नु अरे कोक टक्कै चियर्स गऱ्यो भयो त्यहाँदेखि मोमो पनि टक्कै चियर्स गऱ्यो सबै एकैपल्ट ओके ओके ल थ्याङ्क यू मैले फ्रिजमा हाल्यो नै कसैले चिसो मन पराउँदैन ओके ए डन्डै खोलेछु एकछिन पछि गएर टक्कै लाँदैछ म बुमरेङ होइन बुमरेङ होइन भिडियोको लागि एकछिन पछि ल्याउनु अगाडिबाट टक्कै एकछिन है 1 2 3 गो भएन यो पहिला यहाँ जुल छ 1 2 3 गो यस भयो मोमो कत्रो कत्रो आम्बो देखेको कुरा तिमी अचार नखोला मेरो अलिअलि त्यो सुँगुरमा मिक्स भएको जस्तो भयो हिजो मोमो त भएको छैन अरू त सुँगुर खाँदैन थिएँ मोमो ताजा बनाएको नि त ओके आयो मोमोको ट्रन अगाडिबाट पछाडिबाट होइन भयो गिभ मी विङ्स पनि गर्नुपर्छ अनि चप पनि गर्नुपर्छ बाई सुन्तला खाइसकिसकेँ मैले भयो राख्न फेरि चप गर्ने चप
चप त नगरौँ के गर्नु नगरौँ पुरी पुरी नगरौँ भयो त्यति त थियो प्लेटमा हालिदिनु अब प्लेट ल्याउनु खाए साथीहरू प्लेट मोमो दामी पैसा दामी भएछ मोमो तिमी पनि केही खाँदै गर्दा बिन्स क्यामेरा भएछ मोमो खानु त्योहरू मेरो पनि बोजूले चाहिँ मोमो चाहिँ मजाले खाइदिनुहुन्छ हो बोजूलाई पनि दिँदै गर्नु पर्यो आफूहरू मात्रै खानु भएन Thank you. दिनु न हालिदिनु 10 प्लेट खोकम लास्ट न ल राम्रो गरेछ प्लेट लिएर मैले ल सोधे थिए लिएर आएन ह तिमीले ल्याएर राम्रो भएछ सोधिनस् त ल्याएर कस्तो मात्र हुन्छ मलाई उयो अचार चाहिँ नहालिदिनु ल कुन अचार उयो अचार म यसो हाल्दै जाऊँ के यसो ल हुन्छ अब चाहिँ हाम्रो यहाँनिर है मैले चाहिँ यहाँ सिसामा हाल्नु एक जग्गा त्यो छ त यहाँ आइन यो के हो पेपर हाल्न यो पछाडि योहरुमा हाल्नु यसरी हो चम्ची चाहिँ भएन के हाल्दिनु अरू चानाहरू पनि हाल्दिनु धराने स्टाइल छ त अनि है दामी बनाएर ल्याएछ यसरी हाल्दै जाउँ ल यसरी हाल्दै होइन यसरी तिमी पनि हाल्दैछ विङ्स हाल्देऊ न तिमीले आधी हालिदिँदै जाऊ म आधी हालिदिँदै जान्छु भनेको चप चप डार्लिङ चप तिमीलाई चाहिँ मोमो हालिदिनु के पनि हालिदिनु भने अच्छा ए सुँगुर चाहिँ लटपट हुनु हुँदैन आलुदम पनि हालिदिनु हेर हो साथीहरू मलाई अचार नहालिदिनु थ्याङ्क यू अघि को कसले लग्यो लभेजको दामी भिडियो आउनुपर्छ भ्लग त मेरो दामी हुन्छ बस्नु एकछिन पक्रिनु होइन नखाइ सबै मिठो भएको छ मेहनत छ नि त त्यही त होइन आश्मी हो त्यसमा चाहिँ आलु हालिदिनु के खान्छौ खायो मोमो एउटा मोमो दिएर खायो मोमो भनेको घरमा पनि भक्कु दिइरहेको नि त प्लेटभरि थालमा राखिरहेको छ खायो मोमो एउटा दिएर खाँदैन त एउटा दिन्छ अरे के मजा आयो है त्यसो उयो छैन कस्तो दामी दिन भएको छ साथीहरू हामीलाई चाहिँ कस्तो मजा आयो हेर्नु न यहाँनिर आमा कस्तो दामी देखेको यो खायो कसकोमा गएन होला है म चाहिँ यो भयो हामी चाहिँ खाएर अहिले यो पोइन्टमा आइपुगिसक्यो साथीहरू सबै आधी 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 खाइसकिसक्यो र के भयो के भयो नि मेरो बोजू हेर्नु न साथमा साथ हातमा हात दिएर बसिरहेको छ हामीलाई नि त तपाईँहरू पनि जहाँ पनि बसेर खानुहुन्छ खाएर चाहिँ यसरी हाल्नुपर्ने हुन्छ साथीहरू जहाँ खाए त्यहाँ छोड्ने बेहोरा चाहिँ होइन नि फेरि राम्रो दार्जिलिङ एरियामा हो हाम्रो दार्जिलिङलाई चाहिँ एकदम सफा राख्नुहोस् हामी चाहिँ जहाँ गयो पनि यस्तै हो अहिले चाहिँ हामी खाना बाँड्दैछौँ यहाँनिर खाना ज्यादा भएर कि अन्त यत्रो त खानु सक्दैन नि त होइन अन्त आधी आधीहरू बाँड्दै फेरि यही खाना बेलुका कस्तो याद आउँछ हो अहिले पनि ज्यादा भइरहेको छ त अहिले बेलुका कस्तो याद आउँछ अन्त हामी चाहिँ सबैजनाले दुईवटा आधी आधी अलिअलि गर्दै लाँदैछौँ अन्त
यहाँ दिदीको चाहिँ रेडी भइसकेको छ लानेको लागि हो यहीँ आलुदम बढाइ हुँदैछ सबै अब आधी आधी लग्यो भने चाहिँ टक्कै अलिक बेसी लैजा न उयो चाउमिनहरू बिचरा यसले म खाँदिनँ नि त तेरो कहाँ हो तेरो यहाँ हाल्दिनँ होइन यसरी चाउमिन हाल्ने सुजातालाई मजा लाग्दै त हाल्दै त चाउमिन भयो हाल्नु न ल म चाउमिन एउटा एक्स्ट्रा बट्टा छैन चाउमिन हाल्ने यहाँ हाल नि चाउमिन अन्त होइन बोजूलाई त्यहाँ पिरो हुन्छ होला नि त माथि माथि उयो एउटा बट्टा थियो त उयो फ्रुट ए यहाँ रहेछ त अन्त यहाँ हालिदिनु न मलाई चाउमिन बोजूको लागि उसले तिमीलाई हालिदिनु मलाई छैन है पिरो एउटा पनि छैन रहेछ नि त त्यही भएर त एउटा यो लान्छु हाम्रो चाहिँ आज बेलुकाको लागि पनि भयो साथीहरू ओ यसमा हाल्यो त मैले चाउमिन छ मलाई एउटा सुन्तला खानु मन पर्यो बोजूको बिचरा किनेको सुन्तला चट्टै लेख पाएको सिसा डल्लै भइकन आएको सुन्तला मेरो बोजू हेर्नु उ हेर्नु न मेरो बोजू त्यो चाउमिन लैजाऊ म झन् बोजूको सुन्तला डल्लै खाएर तुलिदिन्छु भोलितिर पनि लन्च हुन्छ नि बोजूलाई आयो है यो चाहिँ मेरो बोजूको लागि अल्लो डल्लै हटाइदिनु ल म खाँदिनँ ल मेरो त प्याकेट आम्मा रेडी पनि भयो है पुरी म त्यहाँ मलाई हालिदिएको चाउमिन डल्लै ए मेरो पनि आलु त्यहाँ नछोड्नु अलिकति म पनि लान्छु पुरी के छ तपाईँको जस्तो ल्याब गर्छु पुरी हालिदिन्छु ल कतिवटा हालिदिनु दुईवटा दुईवटा तिमी खायौ लग्यौ म एउटा लान्छु तिमी लग्यौ होइन लग्यो ल सबको रेडी भयो साथीहरू स्मृति चाना लान्न लान्छु म स्मृति यहाँ हाल्नु न यहाँ चाना यहाँ हाल्नु त यो त मेरो एकदम उयो पो थियो त डिमान्ड पो थियो त है डल्ले खोर्सानीको पेस्ट टक्कै हालेर खानुपर्छ अब यो चानामा अचारहरू पनि लानु न ऊ बारी पनि सक्यो पिकनिक पनि सक्ला जस्तो भयो म यहीँ बसिरहनु मन पर्यो जानु मन परेन यहीँ बसिरहौँ न तिम्रो पो एम्प्लर यहीँ छ हाम्रो त बहिनी एउटा जुत्ता ऊ पार्टी पुऱ्याइदिएछ अघि यहाँनिर टाइम ल्याप्स गर्नु लागिरहेको थियो कि फोन यहाँ पो रहेछ हौ जुत्ता त रिल बनाउनु लागि अब चाहिँ फेरि रेडी इमा लो बहिनीले चाहिँ हाम्रो बहिनीले चाहिँ कस्तो सुन्तला खुवाइदिँदैछ यस्तो घाममा अमिलो सुन्तला बोजूले अमिलो भइसकिसक्यो होला तपुज बिसेदर तपुज के भन्छ त्यसलाई तपुज भनेको यो क्लेमेन्टिना हो यो लेमेन्टिना तपुजै भन्छ यिनीहरूले लोखाम Must speak? Must speak. लैजा यसको सुन्तला फेरि बुझिको बहुत लो रोज्छ बिसारा उयो डल्लो डल्लो निकाल्दैछ हौ बोजूले Utbo. Bakasia. Adgam nikmat meod.
नाइस हुनु नेखमाद देखाउने त हामीलाई आफ्नो खाइसकेर हात छाट धुँदैछ साथीहरु यो लैजाऊ न केले धुने हात अब तिमी पानी छ त हातमा खै पानी त पिउनु पर्छ ओइ मेजे आरेच भने के हो ओइ ओ होदु 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 आत्मा किरा होदु केन बोलाई मेरो प्लेट खै हो मेरो त सामानहरू हाल्ने पक्र त यो एकछिन यो हैन तेरो यहाँ छ यी प्लेटै प्लेट बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला सके साथीहरु हेर्नु हामीले केही छोडेको छैन यहाँनिर एकदम सफा सुग्घर गरेर चाहिँ हामी जाँदैछौँ उयो उनाना फ्याँक्नु जानु हुँदैछ हामी चाहिँ एकदम सबै फ्याँक्ने केटीहरू नि खाएर चाहिँ साथीहरु हामी चाहिँ रिल्स बनाइसकेर म अब सुँगै फोटो खिच्दै जान आँटेको ला बोझा छोडिदिने है के हुँदैन एकछिन छोडेर चाहिँ अब यहाँनिर भिडियो बनाउनु जान आँटेको कस्तो दामी छ हेर्नु न यहाँनिर उसको पठाइदिनु के अन्त हामी चाहिँ गएको कता साँपहरू हुन्छ है मेरो रिल बनाइदिनु ल ए रिल होइन उयो सिनेमा आजको दिन नबितोस् जस्तै भयो साथीहरू यहाँ हेर्नु त क्या राम्रो देख्यो वाउ लिनु मलाई पनि गरिदिनु त डिटेलकै थियो हाई एभ्रीवन वेलकम ब्याक टु माई युट्युब च्यानल भन्नु है कहाँ दामी आयो तर मेरो नयाँ लाग्छ साथीहरू हामी चाहिँ भक्कु रिल्स बनाइसकेर पनि होइन अब यो पालि बोजूलाई चाहिँ छोइराख्छु कि एकछिन बोजू भएको गएर बस्छु हो बोजूले चाहिँ कहाँ गयो भनेर हेर्नु नि हो यो चाहिँ बोजू भएको एकछिन बस्छु यहीँ गरम पनि होइन Ima! Hey! At rood sa mayan? At rood sa mayan? Merdeka kan hadir video बनाउनु हुँदैछ यहाँनिर हो तो दामी जग्गा छ हाम्रो सुजाता दिदी स्ट्रेट आउट फ्रम खरसाङ कहाँ पो ए दार्जिलिङ भोटे बस्ती हैन यहाँ चाहिँ तुङसुङ यहाँ चाहिँ आउँदै गरेको चाहिँ हुनुहुन्छ हाम्रो स्मिता राई दिदी स्ट्रेट आउट फ्रम मेघमा दार्जिलिङ र उहाँ चाहिँ एकदमै राम्रो एकदमै सिधा हैन एकदमै इगो नभएको केटी एकदमै एकदमै केटीहरुमा अब त्यो जेलसी हुन्छ नि त्यो नभएको केटी हो र उहाँ चाहिँ हुनुहुन्छ एकदमै सिम्पल सिधा राम्री एकदमै सिम्पल सिधा राम्री हैन अन्त उहाँ चाहिँ हुनुहुन्छ फेरि अब के उहाँको त म वर्णन नै गर्न सक्दिनँ वर्णन नै गर्न सक्दिनँ के भन्नु राम्रीमा पनि राम्री राम्रोमा पनि राम्रो हैन के भन्नु राम्रोमा राम्रो चाम्रोमा चाम्रो हेर्दामा राम्रो चाम्रोमा चाम्रो सुन्नु भयो होला एकदमै राम्रो बहिनी माया दिनु हुने भन्ने छ के भने तिमीले माया दिनु पर्ने छ हैन माया दिनु पर्ने छ मलाई हाल्दिउ न तिम्रो के हाल्दिनु के हाल्छ अरु त के हाल्छ फोटो के भन्छ हालिन्छु स्पिक नो मस्ट स्पिक
पानी दिएको चम्चीमा Lo mas big mayam. चम्चीमा पानी दिँदैछ अब हामीले ल्याउनै बिर्सेछु बोजूको पानी कि मैले साथीहरू यत्तिको हुनु पऱ्यो नि त केयर गिभर भएपछि चाहिँ आफ्नो बोजूलाई चाहिँ बेडमा हालेर आफ्नो बोजू चाहिँ बेडमा त्यो भनेको चाहिँ के हो आफ्नो बोजूलाई चाहिँ जाउँ साथीहरू अब चाहिँ हामी गएको यो मेरो बोजूलाई बोक्छु फेरि बोजूलाई कुदाउँछु मे तपाईँले ड्याममै भएर यहाँ बोजूलाई चाहिँ हेर यतिकै हेर होइन मैले भखाउने बित्तिकै दिएको त बोजूलाई खाँदैन उयो हालिदिनु त उयो हालिदिनु भोकै छ बोजू बुढिया उयो नि खाना दिएर ल्याएको है मैले त्यस्तो नभन्नु है भक्कु खानाहरू दिएर मैले सबै बोजू भोकै भयो हेरेकै बिचरा होइन मैले सबै दिएर ल्याएको हामी खाएको हेरेकै बोजू बिचरा होइन मैले बोजूलाई सबै दिएर ल्याएको त निखमात में होतला कोण कान त सुन्नु आत कान त सुन्नु मैले खाना पानी टोइलेट सबै गराएर ल्याएको बोजूलाई यसरी वक्कै नलगाओस् भनेर हो र तर एकदम आज चाहिँ मेरो बोजूले एउटा वक्कै लगाएन एउटा अलिकति पनि निगारेत निगारेत अलिकति पनि वक्कै लगाएन बोजूले हो अलिकति त के अब केही पनि गरेन पनि बिचारा बसिरह्यो बहिनीको बोजू राम्रो छ है तर एकदमै राम्रो छ अझ थिच बोजू भुइँबाट हुन्छ बोजू कति खुसी छ आज हामी पिकनिक खाएको देखेर बहिनी पनि खुसी बोजू पनि खुसी थ्याङ्क्स टु अल माई सिस्टर्स होइन एकदम स्पेसियली उयो सुरजना दिदी यहाँ प्याजको झोला बोकेर देशी गर्ल्सहरू यहाँनिर जाँदैछ है प्याजको झोला बोकेर जानु परिवार पनि रहेछ यहाँनिर यहाँ उड्दैन त यहाँको इजरायली परिवारहरू त साथीहरू अब चाहिँ हामी एकदम घरमा पुगेर भेट्छौँ ल ओके भनिदिएको है मैले चाहिँ पुगेँ ल अब साथीहरू हामी चाहिँ घर पुगिसकेको हुन्छ यति बेला चाहिँ ल बाई गाइज खै यता यहाँ हेर्नु नि छिटो खै बाई गाइज भनेको थ्याङ्क यू थ्याङ्क यू बाई साथीहरू अब चाहिँ आजको यात्रा सक्यो हाम्रो होइन बोजू अब घरमा गएर मजाले रेस्ट गर्नु ल अब आजको भिडियो पनि यति नै थियो साथीहरू होइन थ्याङ्क यू फर वाचिङ साथीहरू अब नेक्स्ट ब्लगमा भेट्नुपर्छ त्यति बेलासम्मको लागि सेयर गर्नु होला बाई